पूर्वाञ्चल भूभू परिवार फर्स्टमा जिया भन्न त पश्चिमै पल्टन भन्छ। हामी पूर्व इलामदेखि झरेर यता घाइघाटदेखि सबैजना एक बद्धता हुनको लागि हाम्रो यो मतलब बाटोले गर्दाखेरि थोरै ढिलाइ भएको छ। त्यसमा म क्षमासँग माग्न पनि चाहन्छु भन्दै हाम्रो प्रमुख अतिथि आजको हल्ला हस्तबहादुर राई साहब आइसकेको जानकारी पाइसकेको छ र आउनुहुँदैछ। सबैजनाले जोरदार तालीको साथ स्वागत गरिदिनु र हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद साहब। नमस्कार सबैमा राम राम। पूर्वाञ्चल भूतपूर्व सैनिक पश्चिम परिवारले आयोजना गरेको 168औं स्थापना दिवस समुद्घाटन कार्यक्रममा सम्पूर्ण आदरणीय साहबहरूमा हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु। म मणि तामाङ अबको केही समय औपचारिक समुद्घाटन समारोहको कार्यक्रम सञ्चालकको भूमिकामा रहनेछु। आशा छ यहाँहरूको सहयोग र सद्भाव रहनेछ। आदरणीय उपस्थित साथ मेन्सापहरूमा यहाँलाई विविधै छ। आज हाम्रो पल्टनको 168औं स्थापना दिवस मनाइरहेको छौँ। हाम्रो पल्टन 22 मे 1858 पाकिस्तानको एलाहाबादमा स्थापना भएको। म कुनै पनि समय ढिला नगरिकन औपचारिक रूपमा कार्यक्रमको सुरुवात गर्ने अनुमति चाहन्छु। स्वागत मन्तव्य, आसन ग्रहण, दीप प्रज्वलन, 1 मिनटको मौन धारण, राष्ट्रिय गान, स्वागत तथा पल्टनको इतिहास, स्वागत मन्तव्य, जलपान समारोह, फोटो सेसन र अन्तिममा हाम्रो सांस्कृतिक कार्यक्रम। सबैभन्दा पहिले यस कार्यक्रममा अध्यक्ष गरिदिनको लागि म पूर्वाञ्चल भूतपूर्व सैनिक पश्चिम परिवारको अध्यक्ष क्याप्टेन मानसिंह तामाङ साहब र उहाँको धर्मपत्नी मेन साहबलाई यस मञ्चमा आई आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। सबैले जोरदार तालीले स्वागत गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। यसै गरी पूर्वाञ्चल भूभू सैनिक पश्चिम परिवारले आयोजना गरेको 168औं स्थापना दिवसमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी स्वतः रूपमा सहभागी हुनुभएका विभिन्न क्षेत्रबाट पाउनुभएका सात मेन्सापहरूलाई खदा र प्याजले स्वागत सम्मान गरिदिनु हुन यस सभाको सभाध्यक्ष क्याप्टेन मानसिंह तामाङ साहबज्यूलाई र मेन साहबलाई हार्दिक अनुरोध गर्न चाहन्छु। उपस्थित हुनुभएका पूर्वाञ्चल भूभू सैनिक पश्चिम परिवारका आजको हाम्रो प्रमुख अतिथि छ। उहाँ हाम्रो पल्टनबाट रिटायरमेन्ट आइसकेपछि धेरै नै हाम्रो समाजसेवी साहब हुनुहुन्थ्यो र उहाँले 2056 सालदेखि 2067 सालसम्म 2060 सालसम्म वार्डध्यक्षको भूमिका गरेर आफ्नो गाउँ टोल विकास समितिमा धेरै मतलब सेवा पुर्याउनु भएको थियो र उहाँलाई स्वागत सम्मानको लागि हाम्रो आदरणीय अध्यक्ष साहबलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी आजको विशिष्ट अतिथि हाम्रो ममतामयी आमा, उहाँ जहिले हाम्रो पल्टन एकता भएदेखि जुनै पनि समयमा उहाँले कहिले पनि छुटाउनु हुँदैन। उहाँले एकदमै तपाईँको जुनै बेला पनि समयमा आफ्नो सही टाइममा आउनुहुन्थ्यो र उहाँ आउनुहुन्छ विमला भुजेल, वाइफ अफ लेट हल्ला रामबहादुर भुजेल। आमालाई यस मञ्चमा आई आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। मेजर जीवन कुमार गुरुङ र उहाँको धर्मपत्नी मेन साहबलाई यस स्टेजमा आई आसन ग्रहण दिन हार्दिक अनुरोध गर्न चाहन्छु।
यसै गरी हाम्रो भूमिको परिवार सबै परिवारको पोषक गर्छ अल्लाह गजन नम्बर र उहाँको धर्मपतिलाई यस मञ्चमा आई आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी हाम्रो पूर्वाधार भूतपूर्व सैनिक परिवारको सचिवको भूमिका मैले निभाइरहेको छु र म पनि अब आफ्नो व्यास लगाउनको लागि अगाडि बढिरहेको छु। यसै गरी आजका हाम्रो विशिष्ट अतिथि साहब हल्दार किशोर भट्टराई, उहाँ चाहिँ 3 हुनुहुन्छ। उहाँ पनि एउटा हाम्रो पढ्नलाई सम्झेर त्यत्रो टाढोबाट आइदिनु भएको छ। उहाँलाई पनि विशेष अतिथिको रूपमा सम्मान गर्न चाहन्छु। उहाँलाई कार्यालय दिन हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी हाम्रो ज्येष्ठ नागरिक हाम्रै साथ हुनुहुन्छ हल्दार बिर्ख बाजुलाई, उहाँलाई पनि यस स्टेजमा आई व्यास लगाइदिन हार्दिक अनुरोध गर्न चाहन्छु। माननीय सुपर मेजर मोहन तामाङ साहबलाई यहाँ ब्याज लगाइदिन हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँको छोरीलाई पनि उहाँको छोरी रुकुम तामाङलाई यस स्टेजमा आसन ग्रहण गराइदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। हिमालय विक्षेप गुम्बाको अध्यक्ष हनेमिनासित चन्द्रबहादुर तामाङ साहबलाई पनि यस मञ्चमा आई ब्याज लगाइदिन हार्दिक अनुरोध गर्न चाहन्छु। सबैजनाले पानी बनाइदिनु होला। पानीको कमी भएर आजको प्रमुख अतिथि साहबको छोरा उहाँ अनसन्समै हुनुहुन्छ। मेरो नम्बर हिसाबले पनि हल्दार स्वदेश कुमार राई र उहाँको धर्मपति सम्झना राईलाई यस स्टेजमा आई आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँले अनसन्समा फर्स्ट जिल्लाको कार्यरत हुन्छ भने हाम्रो सिस्टर हाम्रै धेरै घरमादेखि धरान 11 मा बसोबास गरिरहेको छ र किरात राई यात्राको सचिव पनि हुनुहुन्छ। उहाँलाई स्वागत गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। सबैजनाले जोरदार ताली बजाई स्वागत गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय हाम्रो अग्रज साहब अनेरी सुपर मेजर साहबले धेरै समस्यामा खटिरहनु भएको छ, जो पनि हाम्रो प्रोग्रामहरू हुँदाखेरि उहाँले मरिमेट्नु हुनेछ। यसै गरी हाम्रो लास्ट इयर यसै राइजिङको अवसरमा उहाँले नगद 5000 रुपैयाँ दिई सहयोग गरिदिनु भएकोमा उहाँलाई यस स्टेजमा स्वागत गरिदिनु न हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँले चाहिँ हाम्रो पल्टनलाई मरिमेट्नु हुन्छ, जहाँ भने पनि आफ्नो टाइम निकाल्ने कहिले पनि गर्नुहुन्छ र पल्टनलाई धेरै सहयोगहरू पुऱ्याइरहनु भएको छ। हाम्रो ममता मैयामा जाडुका बाबरलाई यस स्टेजमा आई आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। जाडुका बाबर स्टेजमा आई कार्ड ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु।
यसै गरी हाम्रो फेरि ममता बहिनीको आमा कुमारी तामाङ आमालाई पनि यहाँ स्टेजमा यस गणपतिमा हार्दिक अनुरोध गर्न चाहन्छु। जानुका बाबुको छोरी पनि हुन्छ भने आइदिनु होला। सबैजनाले जोरदार तालीले स्वागत गर्न आग्रह गर्छु। जो पनि आउनु भएको सबैजना आइदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। खैर ताली यसै गरी अनेक नाइसुता किशन पटवाल साहबको बच्चाहरू पनि यस मञ्चमा आई व्यास ग्रहण गरेर हार्दिक अनुरोध गर्न चाहन्छु। टाढो भद्रपुर पृथ्वीनाथबाट आउनुभएको छ उहाँ र उहाँको छोरीलाई यस मञ्चमा आई व्यास ग्रहण गरेर हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी हल्दार रामप्रसाद पोखरेल साहबलाई यस मञ्चमा आई आसान दिन हार्दिक अनुरोध गर्न चाहन्छु। हल्दार रामप्रसाद पोखरेल। यसै गरी हल्दार दिनेश श्रेष्ठ साहबलाई पनि उहाँको परिवारसित यस मञ्चमा आई व्यास ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी हल्दार विष्णु गोपालको विशेष सुमन गोपाल मेलमा पनि यस स्टेजमा आई व्यास ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी वेदना श्रेष्ठ वाइफ अफ लेफ्ट सुभाष श्रेष्ठ साहबको मेन्समा पनि यस मञ्चमा आई व्यास ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी हल्दार सफल तामाङ र उहाँको धर्मपत्नी नेतालाई पनि यस स्टेजमा आई व्यास ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी नायक अब्बम थापा साहब र उहाँको धर्मपत्नी नेताले मञ्चमा आई व्यास ग्रहण गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी नायक रघुनाथ लिम्बू साहब र उहाँको मेन्समा पनि यस मञ्चमा आई व्यास ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी नायक दिनेश थापा साहब र उहाँको धर्मपत्नी नेता पनि आई यस मञ्चमा आई व्यास ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु।
अहिले हाम्रो वाद्य असमिष्ट हुन्छ है नानी सभाको ताली बजाइदिनु न तालीको कमी मौसम भइरहेको छ सबै परिवारहरू सुन्दा आइदिनु होला है ताली बजाई सभाको स्वागत गर्न चाहन्छु अब कोही पनि ठुलो भएर पनि भन्नु होला है यत्रो अवरोध बढेर हाम्रो यस स्टेजले हाम्रो प्रोग्रामलाई धेरै राम्रो बनाइदिनु भएको छ उहाँलाई पनि खाजा सम्मान गरिदिनु न हार्दिक अनुरोध गर्न चाहन्छु उहाँलाई गोपाल गिरी सरलाई पनि हाम्रो स्टेजमा कोही पनि सदस्यहरूको बीचमा आगमन हुन्छ भने तपाईहरु समक्ष अवश्य जानकारी गराउँछु भन्दै म अब कार्यक्रम अगाडि बढाउन चाहन्छु आदरणीय उपस्थित साथ मान्छेहरुमा अब कार्यक्रमका सभाध्यक्ष क्याप्टेन मानसी तामाङ साथलाई यो कार्यक्रमलाई औपचारिक रूपमा सुरु गर्नको लागि पानसमा रहेको दीप प्रज्वलन गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु स्थापना दिवसको दिनमा बोल्न पाएकोमा धेरै खुसी छु। साथै यस समयपूर्ण टुल यानी कि हाम्रो स्थापना दिवस 168 दिनको यस सभालाई सबसे पहिला त अति विशिष्ट मुख्य अतिथि अतिथिज्यू साथै यहाँ उपस्थित हुनुभएका सबै साथहरू मान्यजन बुझीहरू
तथा दिदी बहिनी आमा नानीहरूलाई म यो 168औं स्थापना दिवसको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना साथमा स्वागत गर्न चाहन्छु। सुरुमा यो हाम्रो गठबन्धन स्थापित हुँदाखेरि या स्थापना हुँदाखेरि हाम्रो 1-5 गोर्खालाई अपेक्षा थिएन। त्यसको लागि हाम्रो 25,000 गोर्खा बटान भनेर चिनिन्थ्यो। किन 1000 भन्ने हो भने 4-36 पल्टको फुलबारी भने जस्तै त्यो समय हाम्रो पल्टमा केवल गोर्खाली थिएन। कुछ कुमाउँ, कुछ पर्सेन्ट कुछ कुमाउँ, कुछ पर्सेन्ट बडवाली, कुछ केही पर्सेन्ट के तपाईँको सरदारजी पन्जाब र केही पर्सेन्ट हाम्रो गोर्खाली। यसरी मिक्स गरेर बनाएको भन्दाखेरि त्यो इनिसियल स्टार्टिङ गर्दाखेरि त्यहाँदेखि त्यो सुरुमा स्टार्ट गर्दाखेरि यसको नाम के राख्यो भन्दाखेरि 25,000 बटालाई राखियो। धन्यवाद कार्य सञ्चालक तथा यस संस्थाका सचिव नायक मणि तामाङ। आज हाम्रो 168 वर्षको यति लामो इतिहास बोकेको पल्टन र यस कार्यक्रमको मुख्य अतिथि हाम्रो हल्दार भष्टबहादुर राई सर र विशेष अतिथि हाम्रो यस पल्टनको र यस हाम्रो ग्रुपमा एकदमै सक्रिय रहने यहाँ भुजेल आमै र भिन्न भिन्न ठाउँबाट टाढादेखि चन्द्रगढीदेखि कटरीदेखि आउनुभएको हाम्रो परिवारको छोराछोरी ज्वाइँ चेलाहरू सबैजना र हाम्रो परिवारलाई मेरो यस 168 वर्षको लामो इतिहासको पल्टन गएको पल्टनको तर्फदेखि हजुरलाई न्यानो अभिवादन जय गुरु नमस्कार फ्याँकुला गर्न चाहन्छु। र यस यो गरिमा उपस्थितिमा यहाँ पोखरादेखि पल्टनदेखि र हाम्रो क्याप्टेन मनबहादुर राई सरको तर्फदेखि पनि हजुरलाई म यस शुभकामना टक्राउन चाहन्छु। सबभन्दा पहिला हजुरले हाम्रो इतिहास त बुझिसक्नुभयो, तर छोटो इतिहास यसरी बुझ्नुपर्छ कि हाम्रो आजभन्दा 168 वर्ष पहिला यस पल्टन जन्मेको र हामीले पहिला विश्वयुद्ध, दोस्रो विश्वयुद्ध गरेर तकरिबन 26 वटा लडाइँ हामीले लडेका छौँ। यसरी बुझ्नुपर्छ र 100 भन्दा धेरै पदक हामीले जितेको छौँ र हाम्रो पल्टन, भुटान, श्रीलङ्का, UN मिसन जस्तो हामी खडा छौँ यहाँ, त्यो सबै हामीले बेहोरेर गरेर आएको छ र यस पल्टनले 100 भन्दा धेरै बहादुरी पाएको पल्टन पाएको र 26 वटा पल्टन लडेको र एउटा थिएटरहरू भन्छ त्यो त वर्णन गरेको छैन, तर 3-3 वटा थिएटर हामी पाएको हाम्रो पल्टन हो। 23 मई 2023 को दिनमा सारङ्गा भन्ने ठाउँमा हामीले 18 जना मान्छे भेला भएर हजुर यहाँ उपस्थित हुनुहुन्छ। त्यसरी भेला भएर हामीले पनि टी पार्टी अथवा सानो हामीले आफ्नो 22 मईको इतिहास मनाउनुपर्छ भनेर हामीले मिटिङ राख्यौँ, सल्लाह गऱ्यौँ र त्यस हाम्रो भेटघाटमा हामीले पनि 22 मई मनाउनुपर्छ भनेर हामीले त्यो दिन हामीले मिटिङ सुरु गरेर हामीले पहिलो 22 मई हामीले हाम्रो सैनिक भवनमा मनाउन सफल भयौँ र दोस्रो यहाँदेखि थोरै तलतिर हामीले मनायौँ र तीसरा 2025 मा हामीले मनाउन सकेनौँ कारणवश र अहिले हामीले 2026 फेरि हजुरलाई तपाईँहरूको सामने हेर्नुहोस्, 40 वाला 41 वाला 35 वालाको श्रीमतीहरू पनि यहाँ आउनुभएको छ। तपाईँहरू पुरानो केटीहरूलाई तपाईँहरू खुद हेर्नुहोस् कि कस्तो कस्तो मान्छेहरूसँग हामीले भेटघाट गर्नुपर्छ र एउटा यति पुरानो इतिहास भएको पल्टनको पुरानो मान्छेहरू भेट्दाखेरि हामी त्यो ठाउँको कुरा हामीलाई एकदम याददास्त हुनेछ र हामीले आफ्नो आमा बाबाहरू, गुरुजीहरू, साहबहरू कस्तो हालतमा छ त हामीले एउटा किसिमले राम्रो गरी बुझ्नु जरुरी पर्छ भनेर मैले हामीले सुरु गरेको चिज हो। आर्मी जिन्दगी भनेको एकदम परेड भएको जिन्दगी हुन्छ। बिहान पिटी परेड, फेरि सेकेन्ड परेड, ग्याप परेड, फेरि नाइट परेड, मार्सलिङ परेड, फायरिङ परेड, होइन किसिमको पे परेड। पहिला हामी भर्ती हुँदाखेरि 278 रुपियाँमा भर्ती भएको थियो। एउटा हातमा घडी बाँध्न सक्दैन थियो। चिठीहरू आउँदा पनि 3 महिना 4 महिनामा चिठीहरू आदान प्रदान हुने ठाउँ त्यस्तो थियो हाम्रो। आज हाम्रो यहाँ छोरीहरू, नातिनीहरू, ज्वाइँहरू कोही हुनुहुन्छ, कोही हाम्रो नातोगोतो हुनुहुन्छ। त त्यस्तो मान्छेहरूले अब जस्तो सिभिल लाइफ हुनुभएको, हाम्रो फौजी लाइफ भने एकदम खाभन्दा खाने, बसभन्दा बस्ने, उठभन्दा उठ्ने, सुटभन्दा सुत्ने, टाइम टु टाइम जिन्दगी हुन्छ। त्यो जिन्दगी चाहिँ सोच्दाखेरि कस्तो त भन्दाखेरि आजभन्दा 50-55 वर्ष पहिलाको बुहारी जस्तो। त्यो बुहारीले घरमा ढिक्की जातो गर्दा कतिखेर उठ्नु पर्थ्यो, कतिखेर गर्नु, त्यस्तै नै हाम्रो कोभिडको जिन्दगी हामी
र अन्तमा यो मेरो भनाइलाई हजुरले ध्यान गरिदिन राखिदिनु होला र कसैलाई बोल्दै लाँदाखेरि भन्दै लाँदाखेरि काम गर्दै लाँदाखेरि कुनै शब्दहरू तलमाथि भयो भने पनि क्षमा चाहँदै भन्दै हस्त धन्यवाद। सुन्दर सुन्दर साथले बताइदिनु भएको छ। अहिले बोले खुसी लाग्छ, सबै धेरै रहेछ हाम्रो सापहरू, हाम्रो फर्स्ट पाइप झ्यालहरू पनि धेरै रहेछ। मैले यो यस्तो होसेमा लाग्छ अहिले यो हेर्दाखेरि सबै धेर घाट गर्दाखेरि हाम्रो पुरानो पुर्खेहरूसँग कस्तो राम्रो लाग्छ। एकै परिवारको हामी तपाईँ अब पल्टनमा बस्दाखेरि एकै परिवार बस्दाखेरि हामीलाई कति खुसी लाग्छ। सुनबेदी भनेपछि यति हौसला आउने।
यो चाहिँ हाम्रो फर्स्ट पाइन्टको मात्रै है त्यो सबैजना नमस्कार। आज हाम्रो फर्स्ट 5 को 168 वर्ष राइजिङ डेको उपलक्ष्यमा हजुरहरू पालिदिनु भयो। यहाँ सबै जम्मा भयो, खुसियाली मनायौँ र आउने सालमा पनि हजुर यसरी नै पालिदिनु होला। र यो हाम्रो एउटा बहादुरी पल्टनको जमगेट, यहाँ बुढाबुढी मान्छेहरू 35-36 वाला साहबहरू मेम साहबहरू आउनु भएको छ। यसमा हजुरहरू धेरै धेरै स्वागत धन्यवाद भन्न चाहन्छु। र आउने दिनहरू नै हामी यसरी सबैजना भेटेर यसरी रमाइलो गरौँला भन्ने म यो हाम्रो 168 वर्षको जन्म छ राइजिङ डेको बारेमा धन्यवाद ज्ञापन चाहन्छु। हस्त धन्यवाद। नमस्कार सबैजनालाई। हाम्रो यो पूर्वाञ्चल भूतपूर्व सैनिक सङ्घ धरानको आयोजना भएको यो हाम्रो 168औं जन्मवर्षको अवसरमा सम्पूर्णमा जो पनि आउनुभएकोमा देश विदेशमा रहेको हामीले यहीँबाट सम्झन चाह्यौँ। उहाँहरूलाई चाहिँ एकदमै हामीले यो राइजिङ डेको धेरै धेरै शुभकामना दिन चाहन्छौँ। र यसै गरी हामी आउने सालहरूमा पनि यसरी हाम्रो पूर्वाञ्चल भूतपूर्व सैनिक सङ्घ फस्टिक परिवारको धरानको तर्फबाट सधैँभरि यसरी नै एकाबद्ध भएर हाम्रो यो कार्यक्रमलाई सफल र सभ्य र भव्य रूपमा मनाउनको लागि सम्पूर्णमा यहीँदेखि आह्वान पनि गर्न चाहन्छु। थ्याङ्क यू सो मच अल अफ यू। जय फस्टिक। धन्यवाद।